सो हेलो हाई नमस्ते सबैजनालाई। आजको हाम्रो फर्स्ट न्यूजको बारेमा कुरा गरौँ। हामी कुरा गर्न जान्छौँ म गुरुङको बारेमा। रिसेन्टली न्यूज आएको छ कि उहाँको प्यारो भाइ अमित मगरले चाहिँ यो संसार छोडेर गइसक्नु भएको छ एन्ड भनिरहेको छन् कि उहाँले चाहिँ गर्नु भएको हो। बट म गुरुङले भन्नुभएको छ कि त्यस्तो चाहिँ उसले नगर्नु पर्ने हो। बट उसले गरेको हो भने पनि नेपाल पुलिसबाट चाहिँ त्यसमा इन्भेस्टिगेसन हुनुपर्छ, किनभने यो केसमा धेरै शंका गर्ने बाटोहरू छन्। म गुरुङले आफ्नो ओपिनियन दिँदै भन्नुभएको छ कि म चाहिँ कसैलाई पनि दोष लगाउँदैन, यसमा चाहिँ को सहयोगको गलत हो त्यस्तो चाहिँ मलाई केही पनि थाहा छैन। बट एउटा पापी मनले बुझ्न खोजेको के हो भने अमित मगर जोसँग गएको थियो त्यो मान्छेलाई चाहिँ हामी डेनमार्कमा छ भनेको थियो, बट एक्चुअली उनीहरू चाहिँ इन्डियामा रहेछ। डेनमार्कमा गरेको भनेको थियो बट एक्चुअली बडी चाहिँ इन्डियामा थियो। सो यो कुराहरुमा इन्भेस्टिगेसन भए राम्रो हुन्थ्यो भन्नु भएको छ। यहाँ चाहिँ कसैलाई गलत यो बहिनीको दोष हो, यो भाइको दोष हो हैन, यसको दोष त्यसको दोष भन्दा नि यो सब जस्ट मेरो ओपिनियन मात्र हो है। अब तपाईहरुको के हुन्छ मलाई थाहा भएन हैन। त्यही भएर मैले भनेको चाहिँ के हो भने चाहिँ यिनीहरु चाहिँ कसैलाई भनेन, दुईजनाले भनेन अनि नभनिकिन चाहिँ इन्डिया गयो। इन्डिया भन्नाले डेनमार्क भनेर गयो, तर रियालिटीमा चाहिँ यिनीहरु दुईजना इन्डियामा रहेछ, इन्डिया गयो रहेछ। त्यसमा पनि अब भित्र पनि एकदम धेरै ट्विस्टहरु छ कि केटा हो। जस मेरो चाहिँ कुरा चाहिँ के छ भने चाहिँ मलाई यो कुरा चित्तै बुझेन, फ्याक्ट कुरा गर्नुपर्छ के। यसमा चाहिँ राम्रो रिसर्च भयो। अब नेपालमा आइसके पछि चाहिँ राम्रोसँग रिसर्च गर्दै नेपालको पुलिसले हैन ठुलो हेल्प हुन्थ्यो हैन। यहाँ कसैलाई ब्लेम गर्न खोज्या त हैन, त्यही पनि एउटा हल्का के मनमा डाउट आएको के, डाउट आएको हैन। कसैलाई त्यो के भन्छ रे, कसैको इमेज डाउन गर्न खोजेको हैन यो केटीले नै हो हाम्रो अमित भाइलाई यस्तो गरेको हैन। किनकि मेन भनेको त अमित भाइको दिमागमा त्यस्तो सोच कहिले नि आएको थिएन के। मैले पर्सनली चिने अनुसार के विदेश जाने यताउता सोच त अफकोर्स हुन्छ हैन। त्यसले 12 गरेपछि आइल्स दिने यताउता गरेर जाने सोच थियो होला हैन, आफ्नो ठाउँमा छ। तर डेनमार्क जस्तो देशमा त त्यतिकै त आएको हैन नि त। त्यो त डेनमार्क त खासै त्यही पनि नेपालीहरु खासै जान्दैन नि त। गएको मैले थाहा पाएको छैन, जान्छ होला आफ्नो ठाउँमा छ तर थाहा पाएको छैन। स्पेशली चाहिँ हाम्रो सर्कलमा त डेनमार्कको त नाम पनि आउँथेन नि त। अनि त्यो बहिनीले चाहिँ के गर्थ्यो भने चाहिँ के गरे रहेछ भने चाहिँ उसको चाहिँ उसमा पनि देख्न सक्छ पहिल्यैबाट इन्स्टाग्राममा पनि डेनमार्ककै त्यो के राखे रहेछ के फ्ल्याग हैन। डेनमार्कमै घुमेको यताउता फिरेको उसहरु राखे रहेछ हैन, के भन्छ रे राख्दो रहेछ स्टोरीहरु। पछि चेक त गर्नु पर्यो नि त यसले पो स्टोरी केही राखेको थियो कि हैन। अनि डेनमार्क लाने जिम्मा पनि पक्कै पनि बहिनीले नै लिएको होला। एन्ड यदि तपाईहरुलाई म गुरुङको फुल भिडियो हेर्न मन लागेको छ भने लिंक तल हुनेवाला छ, तपाईहरु त्यहाँ गएर हेर्न सक्नुहुनेछ। एनीवे अब हामी कुरा गरौँ माया गुरुङको बारेमा। सो उहाँहरुको बुढाको अचार चाहिँ एकदमै फेमस छ, बट टिकटकमा बुढाको अचारलाई लिएर चाहिँ टाइम टु टाइम चाहिँ कन्ट्रोभर्सीहरु आइराख्छ। र रिसेन्टली पनि उहाँको अचारलाई लिएर टिकटकहरुमा भिडियोसहरु आइराखेको छ कि उहाँको अचार चाहिँ मिठो भएन, लाइक आउने बेलामा चाहिँ उहाँहरुको अचार चाहिँ लिक भयो यताउता। सो त्यसैमा रियाक्ट गरे माया गुरुङले यो भन्नु भएको छ, मलाई मिठो लागेन भने अरूलाई मिठो लाग्छ जस्तो लाग्छ क्या। यदि तपाईले मलाई पर्सनली फोन गरेर माया म्याम, माया दिदी, माया बहिनी मलाई चाहिँ अचारमा नुन कम भयो के अरे अचार एकचोटि ट्राई गर्नु होला, अनि त्यहाँपछि अलिकति नुन चाहिँ हाल्नु होला है भनेपछि चाहिँ मलाई त्यो चाहिँ दिमागमा मेरो घुम्छ। ओहो ला नुन कम्ती भएछ है क्या हो भनेर म त्यसलाई ट्राई गर्न जान्छु, किन त्यसलाई बेच दिन खोज्छु म। तर त्यसरी सोसियल मिडियामा चाहिँ आएर यो यस्तो त्यो त्यस्तो भन्नु भयो भने चाहिँ म त सहने मान्छे हो, म त सहन सक्छु, मलाई त केही लाग्दैन। म त यसरी आफ्नो युट्युब च्यानलमा म त यसरी भन्छु मेरो आफ्नो फ्यान फलोवर्सलाई मेरो, किनभने यस्तो कुरा चाहिँ मैले किन राखेको भने नि साथीहरु अब जस्तो आउनुहुन्छ हैन, एउटा फ्यामिली जस्तो लिएर यो कति हो भन्नुहुन्छ। अब जस्तो अब यस्तो हुन्छ क्या साथीहरु, यो प्लास्टिकको बट्टा हो हैन, अनि यो प्याकिङ फेरि सबै हामीले नै गरेको। अब यो कुरियरमा लाँदाखेरि लिक हुन्छ नि त बाबा, किन हुँदैन भन्नुस् त। अब लाने नि के अरे विदेश हो, यो ड्यामेज भयो भनेपछि त काठमाडौँ मल छ, काठमाडौँ मलमा लु है मैले तपाईहरुकोबाट लिएको हो, यो चाहिँ मैले लान मिलेन, यो चाहिँ मलाई एक्सचेन्ज गरिदिनु भन्दाखेरि हुनुहुन्छ। एन्ड अब हामी कुरा गरौँ CR7 होरोको बारेमा। तपाईहरुले थाहा नै छ वर्ल्ड कप सिजन चाहिँ सुरु भइसकेको छ र रिसेन्टली CR7 होरोले अर्जेन्टिनाको रिगार्डिङ आफ्नो लाइभमा यो भन्नुभएको थियो, अर्जेन्टिनालाई त नि अर्जेन्टिनाले जमानामा नेपाल मन पर्दैन भनेर अर्जेन्टिनाले भनेको थियो नि, त्यहाँदेखि मलाई अर्जेन्टिना मन पर्न छोडेको। र यो भिडियो आउट भइसकेपछि धेरैजना मेस्सीको फ्यान, धेरैजना अर्जेन्टिनाको फ्यान चाहिँ CR7 होरोदेखि चाहिँ रिसाउनु भएको छ। र भिडियोसहरु पनि आएको छ कि यति ठुलो कन्टेन्ट क्रिएटरले चाहिँ यस्तो नभन्नेको भए हुन्थ्यो यताउता। सो त्यसैमा रियाक्ट गर्दै CR7 होरोले यो भन्नुभएको छ, नकेडा हो यार त्यो टिकटकमा अर्जेन्टिनाको फ्यानहरु कस्तो बिच्केको मसँग यार। मेस्सीलाई हेड गरेको र मैले त अर्जेन्टिनाले नेपाललाई पहिला यस्तो गरेको पो भनेको त कत्रो बिच्केको। मलाई मन पर्न छोडो अरे कसैलाई के अरे यस्तो उठ्नु त मुझे देशद्रोही भयो कि जस्तो लागेको यार यस्तो हेर्दा त। तर मैले नि नेपालको झन्डा जलाउँछ भनेर सामाजिक बुढोले पढाएको थियो यार दाइ अर्जेन्टिनाको अरे।
जुटी मैले पनि सुनेकै हो कहीँबाट सुन्न त सुने हो होइन तर अब मलाई चाहिँ त्यस्तो थाहा भएन तर मैले सुने अनुसार चाहिँ अर्जेन्टिनामा चाहिँ नेपालीहरू जान पनि एलाउड छैन र अलिकति अर्जेन्टिनाको मान्छेहरूले चाहिँ हेट गर्छ भन्ने चाहिँ मैले सुनेको थिएँ तर मैले त्यहाँ तिमीहरूलाई मेसीलाई सपोर्ट नगर मेसीले यस्तो गर भनेर सुने नि त अब हामी कुरा गरौँ मिस्टर तामाङको बारेमा सुरपालन ठाने छ उहाँ र सिजिलिङ रोइनीको चाहिँ ब्रेकअप भइसकेको छ अब उहाँहरूको ब्रेकअप हुनुको रिजन के हो त्यो चाहिँ थाहा भएन बट उहाँहरूले सोसियल मिडियामा भन्नुभएको थियो कि मिस्टर तामाङले चाहिँ एकदमै धेरै हेट पाएर उहाँले मात्र नभइकन उहाँको फ्यामिलीहरूले पनि एकदमै धेरै हेट पाएको कारणले गर्दा उहाँहरूको चाहिँ त्यस्तो ब्रेकअप भएको भन्ने चाहिँ कुरा आएको थियो एन्ड वी अल नो द्याट कि मिस्टर तामाङले सिजिलिङ रोइनीलाई भेटिसकेपछि उहाँले धेरै मायाको साथसाथमा धेरै हेट पनि पाउनु भएको थियो सो मिस्टर तामाङले भन्नुभएको छ कि पहिलाको उहाँको सोसियल मिडियाको लाइफ चाहिँ एकदमै राम्रो थियो कुनै पनि नेगेटिभिटी थिएन सबै पोजिटिभ मात्र थियो बट अहिले आएर एकदमै धेरै नेगेटिभहरू फेस गर्नु परिरहेको छ पहिला यति राम्रो थियो यति राम्रो अडियन्स थियो यति उस थियो नेगेटिभिटी भनेको जेरोमा थियो एभ्रिथिङ वाज स्मुथ राम्रो थियो द्याट्स वाइ आई लभ द सोसियल मिडिया त्यो टाइममा त मलाई त्यो चिजले गर्दा मन परेको नि सोसियल मिडिया होइन सो कन्ट्रोभर्सीमा रमाउने मान्छेहरूसँग मलाई कम्पेयर नगर्नुहोस् होला गाइस बुझ्नुभयो मेरो लागि यो भ्युज कमाएर पैसा कमाउनु पनि छैन केही पनि छैन मैले भने नि जिन्दगीमा यति दुःख गऱ्यो होइन दुःख गरेर गाइस हामी पनि पढेर त्यहाँसम्म पुगेको होइन दुःखै गरेर त्यहाँसम्म पुगेको हो नि त है पैसा कमाउनको लागि धेरै बाटो थाहा छ गाइस मलाई धेरै बाटो आउँछ धेरै बाटो थाहा छ होइन यो सोसियल मिडिया चाहिन्छ भने चाहिँ हुँदैन गाइस ओके आजको लागि यति नै र यदि भिडियो मन परेमा प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्नु होला र अर्को भिडियोमा फेरि भेटौँला बाई बाई सी यू